हेलो गाइज वेलकम टु माई च्यानल। म चाहिँ दिनेश। हामी चाहिँ भन्नुपर्दा चाहिँ हामी चाहिँ कलेजबाट त दिएनन् पर्मिसन, तर हामी चाहिँ टुर जान लागिरहेको छौँ। सँगसँगै हाम्रो गाडी चाहिँ अहिले आइसक्यो। हाम्रो साथी चाहिँ आएको छन्। साथी कस्तो भइरहेको छ, कस्तो लागिरहेको छ हामीलाई? अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। यस्तो आनन्द आइरहेको नगएकै गएपछि ल हामी चाहिँ अब हिँड्न लागिरहेको छौँ। अब हेर्दै राखौँला है। अहिले चाहिँ हामी अघि हिँडिसक्यो हो। अहिले चाहिँ गाडीमै छौँ। सबै मिलाएर सबै कोही सुतिसके, कोही अब बसिरहेको छन्। हामी चाहिँ अहिले पछि गएर आउँदैछ अरे पनि लागिरहेको छ, कस्तो भोक लागिरहेको छ। खाना खाने आउँदैछ अरे। हो खाना खानु पऱ्यो। खाना खाएपछि फेरि हिँड्नु पर्छ। आज हाम्रो यात्रा भनेको रातभरिकै हो क्या। बिस्तारै जाँदैछौँ हामी चाहिँ। साथी यहाँ छन् अनि उता छन्, कोही साथी पनि अगाडि छन्, कोही पछाडि छन्। कस्तो लागिरहेको साथी? यात्रा चाहिँ हामीलाई चाहिँ एउटा समस्या भनेको के थियो भने चाहिँ हामीलाई चाहिँ कलेजबाट चाहिँ पर्मिसन दिनुभएको थिएन। त्यही पनि ठिकै छ त, लास्ट सेम भनेर हामी आइहाल्यौँ। सबैले गएर चाहिँ हामीले सकेसम्म चाहिँ त्यसलाई चाहिँ एकदम बेस्ट बनाउने चाहिँ कोसिस गरिरहेको छौँ। त्यही हो सबैको लागि रहेछ। चलो भाई देखो अब मैं क्या कर चाहिँ धेरै पछिको यात्रापछि चाहिँ हामी अहिले चाहिँ भर्खर खाना खाएर हिँड्यौँ। खाना चाहिँ हामीले कहाँ खाएर गाबर भन्ने ठाउँ रहेछ। गाबरमा आएर चाहिँ एउटा होटेल रहेछ, त्यहीँ खायौँ। खाना त खाइयो तर स्वादै थिएन कि त्यो खाना। भर्खर खाना खाएको अगाए जस्तो भएको थियो। अहिले त पुरै पेट गइसक्यो है। यस्तै हो अब कहिले कस्तो बाहिरको यात्रा गर्दाखेरिमा चाहिँ यस्तै हो कहिले कस्तो होइन। बाहिरको एक्सपिरियन्स पनि लिनुपर्छ। कहिले कस्तो अब नगाए पनि जे भए पनि होइन, अब टार्नै पऱ्यो कि भन्नु। त्यही भएर अहिले चाहिँ खाना खाइसकेपछि हल्का केही जोस पनि आइरहेछ। सबै साथीहरू सुतिरहेको थिए, सबै उठ्याएन अहिले। सबै छन् उता ठिक छ। अब हामी चाहिँ अगाडि बढिरहेछौँ। अब गाबरपछि चाहिँ ऊ आउँछ होला सायद है, लमै आउँछ अरे। अनि यसको 3-4 घन्टामा चाहिँ हामी लुम्बिनी पुग्छौँ भन्दै हुनुहुन्थ्यो। हेर्दै जाऊँ के हुन्छ, देखाउँदै जान्छु म हजुरहरूलाई। कस्तो भइरहेको छ साथी? ए बढिया मजा। जिमको एक्सर्साइज ठिक छ नि है? के हो क्रेडिङ यस्तो हो कि जिम भयो फेरि गाडीमा पनि क्रेडिङ खान छोड्दैन नि यार। ल ठिक छ, राम्रो छ। अब बिस्तारै बिस्तारै हेर्दै जाउँला है। ल अब हामी चाहिँ रातभरि पछि चाहिँ राति सुत्न पनि सुत्दैन। यस्तै हो गाडीमा अलिअलि सुत्यौँ। अनि गाडी रोक्नु भएको थियो एक ठाउँ बिच बाटोमा, 1-2 घन्टा त्यहीँ सुत्यौँ। कोही साथीहरू सुतेनन्, कोही बाहिर निक्लिने, कोही सुतिहाल्यौँ। अहिले चाहिँ हामी हिँडिरहेछौँ। भर्खर अहिले बिहानको 5 बजी लाग्यो। भर्खर हामी हिँड्दैछौँ। अब पुग्दैछौँ लुम्बिनी। अहिले चाहिँ हामी त्यहाँ पुग्यौँ। अहिले हामी कपिल वस्तु पुगिसक्यौँ। हेर्दै जाऊँ के हुन्छ। ठिक पुगिरहेको छैन, अलिअलि आँखा रातो रातो भइरहेछ। त्यही पनि अब हामी हिँडिरहेछौँ, रमाइलो भइरहेछ। हेर्दै जाऊँ अब के हुन्छ। हामी चाहिँ अहिले चाहिँ लुम्बिनी पुगिसकेका छौँ। ए ड्याक्क बसिरहनु, कोही हाई काट्दैछ नि रातभरि पुगाएनन् क्या। गिटार यता छन्। अनि टोइलेट गएको, टोइलेटमा लुटेसम्म लुटे। मुख धोको 10 रुपियाँ हालिदिएर खत्तम यहाँ। फेरि ब्रस गर्न गयो भने फेरि 10 रुपियाँ तिर्नु पऱ्यो, नै 20 रुपियाँ अझै। ठिक छ, हामी चाहिँ फाइनली पुगिसक्यौँ। अब एकछिन यहाँ रेस्ट गरेर यसो 5-10 मिनटपछि चाहिँ हामी चाहिँ हाम्रो चाहिँ अब डुल्ने यात्रा चाहिँ सुरु हुन्छ। अहिले चाहिँ एकछिन रेस्ट गरिरहेछौँ हामी। भर्खर पुग्यौँ, त्यही भएर सर्ट लगाएर। ल हामी चाहिँ अहिले यहाँ आइसकेपछि चाहिँ अब घुम्न निक्लिरहेछौँ। घुम्न निक्लिँदाखेरि चाहिँ हामी चाहिँ यो के अरे साथी? के अरे? ओल्ड पिस प्याकाडो भन्ने ठाउँमा चाहिँ अहिले घुम्न आएछौँ। यो चाहिँ यही रहेछ, यो अगाडि छ। जाँदैछौँ हामी। हेर्दाखेरिमा चाहिँ दामी छ, एकदम राम्रो रहेछ। भित्र गएर हेरौँ कस्तो छ, के छ, कसले बनाएको है। बाहिर देशको उसले पनि होइन बनाएको। त्यो त
उतातिर हो हामी जाँदैछौँ यही रहेछ दामी छ यार हेर्दा हेर्दा है भइहाल्छ यार हेरौँ के कस्तो हुन्छ कतिको रमाइलो हुन्छ अब हामी चाहिँ खाना खाइसकेपछि चाहिँ हामी चाहिँ अब के अरे मन्दिरको नाम के अरे मायादेवी मन्दिरतर्फ चाहिँ जाँदैछौँ सबै रेडी भएर सबै आइछन् कोही यता आउँदैछन् कोही पछाडि आउँदैछन् कोही यता छन् ल हामी जाँदैछौँ टक्क लाएर ल हामी चाहिँ अब हिँड्न लाग्यो होइन ल म यता छु लगभग 1 किलोमिटर जति हिँडिसकेपछि चाहिँ 3 किलोमिटर हामी चाहिँ फाइनली अब काबुङ लाइन गरे गौतम बुद्ध जन्मेको ठाउँमा चाहिँ पुग्न लाइन हल्का अगाडि छ केटाहरू जाँदैछन् अगाडि कोही पछाडिबाट आउँदैछन् हामी चाहिँ अब हामीहरू दुइटा चाहिँ जाँदैछौँ कस्तो लागिरहेछ सायद तिमीलाई एकदम दामी रमाइलो मजा आइरहेछ है मजा बोटिङ गर्दा पनि मजा आयो है एकदम मजा आयो त्यही त बहुत रमाइलो भयो बहुत रमाइलो ल ठिक छ हामी जाँदैछौँ म देखाउने नै छु के कस्तो छ एकदम हाम्रो टुर पनि रमाइलो भइरहेछ ठिकै छ सरहरूले हामीलाई के अरे पानी आएर उपद्रो रहेछ बाढी आयो भन्नुहुन्थ्यो बाढी त आएर चाहिँ सानो सानो दलतिर धेरै ठुलो त आएर हुन्छ पानी आएर तिमीहरू हिँड्नै सक्दैन भन्नुहुन्थ्यो यहाँ यो पानीले यार पुरै रुजाएर यार हैरान भइसक्यो यार हो कि नै ल अहिले चाहिँ हामी चाहिँ फाइनल्ली चाहिँ उता के अरे मायादेवी मन्दिर चाहिँ घुमेर चाहिँ यतापट्टि आइसक्यौँ अनि यो टेम्पलको नाम चाहिँ के हो ठ्याक्कै थाहा पाएन तर यहाँ चाहिँ डिफ्रेन्ट कन्ट्रीहरूले चाहिँ बनाएको टेम्पल रहेछ ए कोही अगाडि छ कोही यता पनि छ ठुलो अनि त्यसपछि कोही यताभित्र पनि छ केटाहरू बसिरहेछन् हेरिरहेछन् गर्मी मानेछन् हल्का सरहरूले हल्का पानी पर्छ गाह्रो हुन्छ भन्दा चाहिँ गर्मीले गाह्रो गरेर हामीलाई अहिले है हो नि ल पानी पर्छ केटा हो यस्तो हुन्छ उस्तो हुन्छ भन्नुहुन्थ्यो अब पानी चाहिँ परेको छैन गर्मीले चाहिँ हल्का गाह्रो गरिरहेको किनभने तराई हो तराईमा अलिक गर्मी भइहाल्छ सधैँ पनि गर्नुपर्छ यतिको ल कामै हामी चाहिँ अहिले चाहिँ कोरियनको त्यसपछि लाएर चाइनिजको के हेरेर आइसक्यौँ यस्तो थकाइला छ वाइड हिँडे यति धेरै छ कि कुरै छोडिदिउँ न जति हिँडे पनि एक दिनमा नसकिने रहेछ यहाँ चाहिँ मेरो अगाडि चाहिँ ठ्याक्कै चाइनिजले बनाएको मन्दिर छ केटाहरू चाहिँ पछाडि छ नि सब हिँड्दा परेछन् लास्ट रहेछ कि हिँड्न पनि एकदम हिँडै गर्नुपर्ने रहेछ अब फेरि हामीले हेर्न बाँकी अझै कति छ अगाडि यति धेरै छ अझै के अरे जापानिज त्यसपछि जर्मन थाइल्यान्ड स्विजरल्यान्ड के हो धेरै रहेछ देखाउने नै छु हेर्दै जानुहोस्
आँखा पाटी लास्ट छैन यार। दिनभरि घुमिसकेपछि चाहिँ अहिले चाहिँ हामी खानासाना खाएर चाहिँ यता होटेलमा आइसक्यौँ सुत्नको लागि। वाइल्ड गर्मी छ, यस्तो गर्मी छ खटाउनै नसक्ने तरिकाले। फ्यान लगाइरहेछौँ तै पनि यस्तो तातो हावा दिइरहेछ। रातभरि केहरू बस्ने आज समस्या छ लास्टै। अनि त्यसपछि कुराहरू यता छ नि बसिरहेछौँ, सबै यतै बसिरहेछन्, कोही अरू रुमतिर छन्, हामी चाहिँ यता आफ्नै रुममा छौँ। अनि अब भोलि चाहिँ बिहान एकछिन यता घुमेर बुटोल जाने प्लान छ, के हुन्छ हेरौँ। अनि आजको भ्लग चाहिँ यहीँ गर्नु पऱ्यो। अनि थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।